नवमांश कुण्डली भनेको के हो? आजको यो प्रस्तुति नमस्कार, म ज्योतिष तथा पण्डित प्रदीप पौडेल हजुरहरू समक्ष आज नवमांश कुण्डली भनेको के हो त्यसको बारेमा जानकारी गराउन उपस्थित भएको छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया जनाइदिनु होला। नवमांश भनेको के हो त्यसको बारेमा आज हामी जानकारी गरौँ। नवमांश भनेको राशि चक्रलाई 9 अंशमा विभाजन गरेर बनाइने भाग हो। यसै आधारमा बनाइने कुण्डलीलाई नवमांश कुण्डली अथवा D9 चार्ट पनि भनेर भनिन्छ। यो ज्योतिषीमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। विशेष गरी विवाह तथा दाम्पत्य जीवन, धर्म, भाग्य र संस्कार, ग्रहको वास्तविक बल, ग्रह शुभ अशुभ फल दिन सक्षम छ कि छैन भन्ने विषयमा नवमांश निर्माण गरेर प्रस्तुत गरिन्छ। शास्त्रीय प्रमाणमा यो भनिएको छ कि धर्म पत्नी फल प्रथम नवमांश प्रत्यक्षते हे। पराशर र होरा शास्त्रले यो भन्छ कि अर्थात् नवमांशले धर्म र पत्नीसँग सम्बन्धित फल स्पष्ट पार्दछ भनेर व्याख्या गर्दछ। अब नवमांश कसको नवमांश हो त भन्दा नवमांश राशिको नवमांश हो। जन्म कुण्डलीमा ग्रह जुन राशिमा छन् त्यो राशि 9 भागमा बाँडेर ग्रह कुन नवमांशमा पर्छ भन्ने हेरी नवमांश बनाइन्छ अथवा D9 बनाइन्छ। नवमांश कुण्डली कसरी निर्माण गरिन्छ त? पहिलो चरणमा जन्म कुण्डली अथवा ग्रह स्पष्ट कुन समय छ इष्टकालको आधारमा ग्रह स्पष्ट गरिन्छ र त्यो ग्रह स्पष्टलाई D1 भनिन्छ। त्यसको आधार चाहिन्छ हामीलाई। पहिलो लग्न ग्रह र तिनीहरूको डिग्री थाहा हुनुपर्छ। त्यसको लागि त ग्रह स्पष्टीकरण हुनुपर्छ इष्टकालको आधारमा अथवा जातक जन्मिएको समयको आधारमा। उदाहरणमा यसरी प्रस्तुत गर्न सकिन्छ। यो तालिका एकचोटि राम्रोसँग हेर्नुस्। यहाँनिर नवमांशलाई 9 वटा भागमा विभाजन गरिएको हुन्छ। 0 अंशदेखि 320 पहिलो नवमांश, त्यसै गरी 320 देखि 640 दोस्रो नवमांश, 640 देखि 10 तेस्रो नवमांश, 10 देखि 13-20 चतुर्थ, 13 देखि 20 13-20 देखि 16-40 सम्म पञ्चम, 16-40 देखि 20 अंशसम्ममा छैठौं, 20 देखि 23-20 सम्ममा सातौं, 23-20 देखि 26-40 सम्ममा आठौं र त्यसै गरी गएर चाहिँ अरूको 26-40 देखि 30 अंशसम्ममा चाहिँ हाम्रो अन्तिम नवमांश 9 वटा नवमांश हुन्छ। अब यो 9 वटा अब यहाँनिर यो भनेको ग्रह स्पष्टीकरण गरिएको तालिका हो। यो भनेको चाहिँ गणना कहाँबाट गरिन्छ त? मेषसिंह धनुको मेषबाट गणना हुन्छ नवमांशमा। वृष कन्या मकर, मकरबाट गणना हुन्छ। मिथुन तुला कुम्भको तुला राशिबाट गणना हुन्छ। कर्कट वृश्चिक र मीन राशिको चाहिँ कर्कट राशिबाट नवमांश गणना हुन्छ। अब यहाँनिर यो ग्रह स्पष्टीकरण छ। यसमा सबभन्दा पहिला सुरुमा यो तालिका हेर्नुहोस्। राशि दिएको छ, डिग्री दिएको छ। सिंह राशि यो लग्न स्पष्टीकरण गरिएको हो। सिंह राशि चाहिँ 25 डिग्री 5 राशिमा छ। यो भनेको चाहिँ 25 राशि 5 अंशमा बित्नु भनेको कन्या राशि भयो। अब 25 कहाँ पर्दछ त भन्दा यो नवमांशमा हाम्रो 23-20 देखि 26-40 सम्ममा छ। यहाँबाट हेर्नु पर्दाखेरि चाहिँ हाम्रो 8औं नवमांशमा पर्यो। अब सिंह राशिको गणना कहाँबाट हुन्छ हेर्नु पर्यो हामीले। सिंह राशिको गणना भनेको मेषबाट गणना हुन्छ। मेषबाट 8औं राशि चाहिँ वृश्चिक राशि हो। त्यो भएर यहाँनिर के गरिएको छ त 8 को अङ्क भनेर राखिएको छ। यसै गरी अरू ग्रहहरूको पनि गणना हुन्छ। जस्तै सूर्य, सूर्य कर्कट राशिमा छन्। यो भनेको 1 जोड्नु पर्दा सिंह राशि हुन्छ। 27 डिग्री 17 अंश बितिसकेको छ। अब यो 27 डिग्री भनेको चाहिँ हाम्रो कहाँनिर पर्न गयो भन्दा 26-40 देखि 30 डिग्री अन्तिम नवमांशमा पर्न गयो। त्यो कारणले गर्दा अब यसमा
चाहिँ हेर्नु पर्यो हामीले सूर्य राशि भनिसकेपछि गएर चाहिँ सूर्यको गणना कर्कट राशिमा कर्कटको गणना कर्कटैबाट कर्कट वृश्चिक र मीन कर्कट राशिबाटै हुन्छ। अब कर्कटबाट 8औँमा पुग्नुहोस् 8 4 12 भनिसकेपछि मीन राशिमा यहाँनिर सूर्य यसरी राखिएको हुन्छ। यसरी नवमांशको गणना गरिन्छ र कुण्डली निर्माण गरिन्छ। भिडियो सामग्री कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन सक्नुहुनेछ। सम्पर्कको लागि यो 2वटा नम्बरमा हजुरले व्हाट्सएप इमो र भाइबरमा मलाई फलो गर्न सक्नुहुनेछ। यसको साथसाथै यो भिडियो सामग्रीलाई लाइक कमेन्ट र सेयर गर्नुहोला र मेरो फेसबुक र इन्स्टाग्रामलाई फलो पनि गर्नुहोला र साथसाथै यो युट्युब च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकनलाई दबाउनुहोला। आजको भिडियो सामग्री यति नै। अर्को सामग्री पुनः उपस्थित हुनेछु। हस्त राधे राधे।